दाउ वेलकम टु माई फर्स्ट भिडियो है। यो चाहिँ नि यो मध्यपहाडी लोकमार्ग होइन। यी कस्तो देखिया त थाहा भएन होइन। क्वालिटी त त्यस्तै छ। यो चाहिँ नि मेरो घर होइन। घर पनि त्यस्तै छ। अब गरिबको घर कस्तो हुन्छ होला। रोड पनि मादरचुत, मध्यपहाडी लोकमार्ग मादरचुत मात्रै हो। रोड फेरि गुलास्थे फेरि। कियार्नी गाउँघरतिर यस्तै जङ्गलै जङ्गल चिक्नी यस्तै हो कि करा मादरचुत थाहा भएन। अब हिमाल यो चाहिँ यो देखेको चाहिँ नि माछा पुछ्रे हिमालले राँडीको छ र फेरि आज देखाउन लाग्यो घाम बादल लाएर चाहिँ राँडीको गाह्रो यस्तै चाहिँ हो। शुद्ध त बोल्न आउँदैन, यस्तै हो भिडियोमा। क्वालिटी जस्तै छु कि मादरचुत मलाई बाल भएन, बनाएर हालिदिन्छ। मैले फर्स्ट भिडियो हो कि सिडियो मैले मलाई बाल भएन। मादरचुत हेर्नेले हेर्छ, नहेर्ने मुजी गुडी। दसैँ पनि भइया मजी यार। गाममा मजी मान्छे कोही पनि भएन नि, के गर्ने। यी गाममा घर पनि खासै धेरै छ नि। मादरचुत धेरै भयो, 15वटा घर होला। त्यो नि मजी यो झाडीले छेकेर केही देखेको थिएन मादरचुत। हाम्रो घरतिर यस्तै छ तर बारी छ। यो मजी झाडीले केही पनि देखिए होइन। यो मादर चिक्ने अगाडि के राँडीसिती बारी त्यस्तै है। अलिअलि धान देखेर चाहिँ जाँठो त्यता चाहिँ छैन। हाम्रो खेत चाहिँ हाम्रो यता तलतिर छ। अनि यो घर देखियो भन्दा तलपट्टि छ, त्यति हो, खासै छैन। धान काट्ने बेला नि भयो जाँठो, तर आफूले काट्न आउँदैन, गफ मात्रै दिने हो। जाँदा नि गइदिएन जाँठो, घर सुत्नै बस्ने मजी। पहिले त सुन्तला बोट ठिकै थियो, अहिले त छैन केही नि। एउटा अलिअलि छ यो जाँठो। चाख्ने बाटो पनि छैन मादरचुत। भए चाहौँला, नभए लामै सिटी के गर्ने। अब जाने अब डुल्न। केटाहरूलाई आज हिमाल देखाउँछु भने कि त्यस्तै रहेछ। हिमालतिर त यस्तो बादल लाखा मादरचुत। अरू बेला त बिहान त हेर्दै राम्रै थियो जस्तो लाग्थ्यो। आज मादरचुत भ्लग बनाउँछु भनेको कि मैले भिडियो बनाउँछु भनेको त्यही नि गतिले देखिएन मादर चिक्ने। ठिक छ, यस्तो केही छैन। बारी छ, यता जङ्गल हो। यो बारी हो कि अरे, हाम्रै बारी हो। सुन्तला कि अलिअलि थिए, खाना पाइन्थ्यो। मादरचुत अहिले त झाडी भइसक्यो, नगर्ने भएपछि त्यत्तिकै छ। कसले गर्न सक्न। अलि घाँस सास मात्रै हो। यस्तै छ। त्यो चाहिँ नि अन्नपूर्ण हिमालय हो देखेको। यहाँबाट हेर्दा नजिक देखिन्छ, तर मादरचुत टाढै छ। यो राँडीको गाह्रो। यो चिक्ने माछा पुछ्रे, यो राँडीको गाह्रो माछा पुछ्रे कुनै पनि देखेन हिमाल। यतातिरको भ्यू यस्तो हाम्रै यता बिकटै ठाउँ छ। यो चाहिँ नि अब हाम्रो गाउँको ग्राउन्ड भयो के अरे, ग्राउन्ड हो यो। अस्ति म्याच पनि खेलेको थियो दसैँ अगाडि, राँडीको छोराहरूले हारिहाले। ठिकै छ ग्राउन्ड, त्यस्तो साह्रै ठुलो छैन, जस्ट खेल्नलाई चाहिँ नि हुन्छ। यति छ अवस्था। ठिक छ, साह्रै केही छैन। हाम्रो हामतिर यस्तै छ। चाहिँ ग्राउन्ड भयो। यो रुखले चाहिँ के नत्र स्कुल छ। यो अगाडि स्कुल देखाउँला एकछिनमा। कति ग्राउन्ड मात्रै देखाउने। यतातिर जङ्गलै जङ्गल छ। यतातिर बारी यस्तै छ। ठक्क लाएर यो चाहिँ नि हाम्रो गाउँको स्कुल हो कि अरे। 3 सम्म मात्रै छ। म पनि पहिले यहीँसम्म पढेँ, यहीँ पढेँ 3 सम्म। त्यसपछि बल्ल अरू ठाउँमा गयो। अहिले त त्यस्तै हो। कस्तो देखियो अब आवाज कस्तो थाहा छैन मलाई। अब ठिक छ, आवाज आयो भने ठिक छ, नआयो भने ठिक छ। बोली त्यस्तै हो। अनुहार त के हेर्ने, गुलास्तो अनुहार त्यस्तै छ। यता भ्यू के यस्तै हो गाउँघरको लोकल भिडियो, चिक्नेको लोकल भिडियो। यो चाहिँ नि मुजी चौतारे अरे। यो 100 वर्षभन्दा पनि पुरानो चौतारो हो। रोड पनि यस्तै छ, ग्राउन्ड अवस्था यस्तै छ गाउँतिरको। ठिक छ, रमाइलो छ। गाउँमा खासै घर त छैन, जे होस् ठिकठाक छ, रमाइलो
लाग्छ आफ्नो जन्मेको ठाउँहरू होला। अब अरूले चाहिँ कस्तो लाग्छ थाहा भएन। आफ्नो गाउँ आफूले रमाइलो लाग्छ। दसैँमा त रमाइलो थियो क्यारे, अन्त टिका त थिएन, यत्रो सिधै रमाइलो त के हुन्छ झाँटो। जे होस् ठिकै थियो। अब दसैँ बित्दा नि सकियो, त्यस्तै अब तिहार आउनु लागिसक्यो। अब भिडियो यति नै हुन्छ कि अब कति हुन्छ थाहा छैन। झाँटो मन लाग्यो भने मलाई यस्तै सकियो, यस्तै छ कि यतापट्टिको अवस्था। यतातिर त फाटै फाट्छन्, यहाँ मात्रै नदेखियो। ठिक छ। उता जाने मेरो घर हो, यो मेरो घर हो। यस्तो छ, यही छ, यस्तो छ। कस्तो लाग्यो थाहा भएन, आफूले जस्तो मन लाग्यो त्यस्तै बनाइन्छ भिडियो।